तर अयुबले जवाफ दिएर भने, आज पनि मेरो दुखेसो तितो छ। मेरो चोट मेरो सुस्केरा भन्दा करौँ छ। म उहाँलाई कहाँ भेट्टाउन सक्छु? सो मलाई थाहा भए ता म उहाँको आसनको सामु हाजिर हुने थिएँ। म उहाँको सामु आफ्नो मुद्दा पेश गर्ने थिएँ र आफ्नो मुख तर्कहरूले भर्ने थिएँ। म ती शब्दहरू जान्दथेँ जससित उहाँले मलाई जवाफ दिनुहुन्छ र उहाँले मलाई के भन्नुहुन्छ सो म बुझ्ने थिएँ। के आफ्नो ठुलो शक्ति लिएर उहाँ मसँग मुद्दा लड्नुहुनेछ न? होइन, तर उहाँले त म प्रति ध्यान पो दिनुहुने थियो। त्यहाँ धर्मी जनले उहाँसँग तर्क गर्छ र म आफ्नो न्यायकर्ताबाट सदाका निम्ति छुटकारा पाउनेछु। हेर, म अघि बढ्छु, तर उहाँ त्यहाँ हुनुहुन्न, अनि पछि सर्छु, तर म उहाँलाई थाहा पाउन सक्दिनँ। देब्रे हातपट्टि जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ। उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ। तर उहाँले मेरो चालचलन जान्नुहुन्छ। जब उहाँले मलाई जाँच्नुहुन्छ, तब म सुन जस्तो भई निस्कनेछु। मेरो पाउ उहाँका पाइलाहरूको साथ लागेको छ। उहाँको मार्ग मैले पक्रेको छु र यताउता लागेको छैन। न त उहाँका ओठका आज्ञाहरूबाट म पछि हटेको छु। मैले उहाँको मुखका वचनहरूलाई मेरो आवश्यक भोजनभन्दा बढी मूल्यवान ठानेको छु। उहाँ एउटै मनको हुनुहुन्छ अनि कसले उहाँलाई फर्काउन सक्छ? उहाँको मनले जे चाहना गर्छ त्यही नै उहाँ गर्नुहुन्छ, किनकि मेरा निम्ति जे कुरा ठहराइएको छ त्यही कुरा उहाँले पूरा गर्नुहुन्छ अनि उहाँसँग यस्ता धेरै कुराहरू छन्। यसै कारण उहाँको उपस्थितिमा म विचलित हुन्छु। जब म विचार गर्छु तब म उहाँसँग डराउँछु, किनकि परमेश्वरले मेरो हृदय कोमल बनाउनुहुन्छ अनि सर्वशक्तिमानले मलाई व्याकुल पार्नुहुन्छ, किनकि अन्धकारभन्दा पहिले म नष्ट भइन, न त उहाँले अन्धकारलाई मेरो सामुबाट ढाक्नु भएको छ।